हेलो गाइस, तपाईहरुलाई स्वागत छ आजको नयाँ भ्लगमा। आजको नयाँ भ्लग चाहिँ नौनी ठामबाट स्टार्ट भइरहेको छ हैन। आज म टक्कर यहाँ नौना आइरहेको छौँ, बाहिरमा आएको छौँ बाइकमा हैन। युनिकर्न 6000 RR CBR मा, युनिकर्न 6000 RR CBR मा। के बोले भाइ? अब के बोले? अनि हेर्न सक्नुहुन्छ यहाँबाट भ्यू चाहिँ खतरा देखिन्छ हैन। ओहो, अनि म चाहिँ धेरै पछि भ्लग हाल्न लागेको छु आज, किनभने मेरो टाइम मिलेको थिएन। त्यो कुरा पछि गरौँला। अनि अहिले नक्क मात्रै देखाउँछु म हजुरहरूले, छोटो मिठो भ्लग गर्नु भएको छ चाहिँ होइन। अनि हामीसँग यहाँनिर छ पानीको ट्याङ्की होइन। यो ट्याङ्कीले चाहिँ करिब 200 घरमा पानी जान्छ। 200 घरमा पानी जान्छ। रुवाला कस्तो गाह्रो है। 200 घरमा पानी जान्छ। अनि यो बाटो हेर्न सक्नुहुन्छ, यो बाटो चाहिँ मेथिन साप जान्छ। अनि त्यहाँनिर ठुलपाडा ठुलो हुन्छ, त्यहाँ चाहिँ दाउरी लाउनु भएको छ होइन। अनि यहाँबाट चाहिँ बनबाट आउने बाटो भइहाल्यो। अनि यहाँनिर चाहिँ जति भन्यो नि यहाँ चाहिँ टन्नै यहाँनिर मूलहरू छ होइन। त्यो मूलहरूमा चाहिँ पानी आउँछ। अनि यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ यो धारोमा चाहिँ जहिले पनि पानी आइरहन्छ। अहिले चाहिँ म जन्मदेखिको अहिलेसम्म पानी आएको थियो। अहिलेसम्म पानी आएको कि यो धारोमा अहिलेसम्म सिद्धान्त थाहा छैन। तपाईँलाई थाहा? अनि खतरा हो नि यो धारो त। अनि यहाँनिर यो धारो त भाइरल नि, टन्नै यहाँनिर नुहाउँछ नि यहाँनिर। अस्ति न ऊ पनि नुहाउनु अरे। अनि अब हामीले नुहाउँछौँ यहाँनिर। दाइ पनि दाइको सिस ब्याग चाहिँ खतरा हो अरू त नि। दाइको सिस खतरा। अनि अब टक्कर हामी नुहाउँछौँ यहाँबाट। सो गाइस, म चट्टा नयाँ पनि पुरै फ्रेस भइसकेको छु होइन। अनि यहाँहरू सबले यसरी राखेको थिएँ होइन। मोबाइल झन् मोबाइल एउटा त मिल्दै यो दाइ लुगा कटु लगाइरहेको छु त, यस्तो ब्रान्डेड कटु लगाइसकेको छु मैले चाहिँ होइन। त्यही हो गाइस, हाम्रो टक्कर नयाँ पनि सकेका छौँ हामीले। क्या आनन्द आएको छ। अब एकछिन टक्कर बस्नु भने आनन्दले घाम धपेर होइन। त्यही हो।